मुना मदन मुना मदन महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक खण्ड काव्य हो। मुना मदन छ्याउरी लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो। मुना मदनलाई लिएर आफ्नो मृत्यु अघि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए, मेरा सबै कृतिहरू जलाए पनि मुना मदन नजलाउनु है। हजुर गाईको लक्ष्य फुटाएको छु, गएर बार है। होइन दुध नजानेको छु, खाएर जानु न। भरे किन अहिले नै खाएर जा न बाबु। होइन खेतमा धेरै काम बाँकी छ, म छिटै गएर आइहाल्छु नि। अनि मुना तिमीले खेतमा माग चाँडै लिएर आऊ है। हस् ल आमा म गएँ है। लगा न म गएँ है आमा, खाजा बनाइदिएको छु, खानुहोस्। लगा न, मेरो चिन्ता लिनु पर्दैन, तिमीहरूको लागि खाना लग्यो त। लगे आमा। मुना ए मुना, मेला जाने बेला भयो किन? एहे मुना त भर्खर मेला गई। ए यो मुना नि कति सबेर मेला गएकी होला। यो मुना र मदनको जोडी त चकेबारे चकेबी जस्तै छ ल। हो नि, खेतमा काम गर्न गयो भनेको त यहीँको कुरा सारेर बसेछ। छिटो मेला जा, कति छुट्टी पुग्यो। मालिक सवारी हो, सबैजना आए। मालिकको जय होस्, जय होस्। नमस्ते साइली काकी, नमस्ते। जहिले त किन आइ चाहिने उसो हुन्छ। मालिक हजुर त भगवान हो, चाडपर्व पनि नजिकै आयो, केही दिन दिनुहुन्छ कि भनेर लिन आएकी। मेरो दिन त धेरै छ नि, के को मुख्य पैसा माग्न आएको छैन त। छैन पैसा दिन्छ। तीज नजिकै आएको छ भन्न एक दानो अन्न छैन। मालिक दया गर्नु। पहिला त यसलाई पैसा दे। हस् मालिक। 1 2 3 4 5 6 7 लिनु मालिक। मदन जा, तीजको दल खानका लागि दिदीलाई लिएर आइज बा। बुहारी साह्रै गर्नुभयो, अलिकति मोइदेऊ न। हस् आमा। मुना यो उपहार मेरो तर्फबाट तिमीलाई। दिदी तीजमा त माइतीले छोरी चेलीलाई दिने हो, मलाई किन दिनुभएको? के गर्नु दिदी, म जस्तै टुहुरी, न आमा न बुबा भएको, न माइती भएको। तपाईँले मलाई धेरै माया गर्नुभयो, यसको सट्टा दिन मसँग केही छैन। लाकी म तिम्रो आफ्नै दिदी हो। तिमीले मेरी बुढी आमाको स्याहार सुसार गरेकी छौ, अल्लाहले भाइ मदनलाई सम्हालेकी छौ। त्योभन्दा बढी तिमी जस्तै सुशील बुहारी मैले पाएकी छु। सबैलाई यसरी नै माया गर्नु है मुना। दिदी मैले मेरी आमा र बुबाको अनुहारै देखेको छैन। जो भए पनि आमा नै मेरो सबै नातागोता हो। सानै उमेरमा आमाले मलाई डोली चढाएर यस घरमा पठाउनु भयो। यो घर नै मेरो संसार हो। उहाँ तपाईँकी मात्र आमा होइन, मेरी पनि आमा हो। स्याबास मुना, मैले तिमीबाट यही आशा गरेको थिएँ। ए तिमीहरू के गर्दैछौ? आऊ न दल खान, खिर पाकिसक्यो। यसरी तीज पनि सकिन्छ। दिदी पनि आफ्नो घर गइन्, तर गरिब घरमा चाडबाड सकेपछि ऋणको दशा लाग्छ भन्छन्। त्यसै गरी मदनको घरमा पनि यस्तै केही हुन्छ। अचानक ऋण लिएको साउ मदनको घरमा टुक्टुक्क आइपुग्छ। दर्शन गरेर आएछ साहेब, दर्शन। दर्शन ए चाहिने तैँले खाएको रित दिनु पर्दैन। रित पनि धेरै पुरानो भइसक्यो। चाहिने जस्तो साउलाई ढाल्दै उठ्न लागिसकेपछि कस्तो हो? उहिले चिनेको हो नि मालिक। हामी गरिबले कहाँबाट ल्याएर तिर्ने हजुर? हजुरलाई हाम्रो अवस्था थाहा नै छ नि काकी साहेब। फेरि अवस्था थाहा भएर त मालिकले तिमीहरूलाई दया गरिबक्सेको। काकी साहेबकोमा पैसाको खाली छैन क्या, सबैलाई बाँडिदिनको लागि। यत्रो घरमा माया गर्न सक्दिन र म अबै लड्काबाट पुनर्बाट यो रित सुस्ता भइरहेछु। मदन पनि त्यही बेलामा घर आइपुग्छ। साउ र बैदारको मदनको घरमा रहेको गाईको बाछीमा आँखा जान्छ। दया मायाको भावनालाई लताएर गोठले भित्ताउन जान्छ।
मदनलाई यो दृश्य देखेर असह्य हुन्छ। मालिक यो के गर्नुभएको मालिक? मालिक यो मेरी मुनाको पेवा हो, म दिन सक्दिनँ मालिक। मालिक यो एक मुनाको आमाले पेमा दिएको दाइजो हो मालिक। यसो हामीलाई साह्रै बाटो गएर माया गरेर राख्यो। कसरी तपाईँलाई जिम्मेवारी बिन्ती छ मालिक, नल्याइजानुहोस् मालिक, नल्याइजानुहोस्। मेरी सेतै फुलेकी बुढी आमाले दुधको सेतो पाएपछि मात्र एक ग्लास खाना खाएको छाउँछ। म कसरी दिउँ यो गाई मालिक? मलाई माफ गर्नुहोस् मालिक, म दिन सक्दिनँ मालिक, सक्दिनँ। यसपालिको बाली भित्रपछि सबै ऋण तिर्छु मालिक, सबै ऋण तिर्छु। दलित यसकी आमालाई गर्नुपर्छ। लोकीको लाज गराउन नसकेकी लिएकी आइमीले लाज नमानी दुध दबाएर बसेकी छ यसकी आमाले। हेर्नुहोस् त मालिक, यस्तो लागि तपाईँ भन्दा म जाने। हस् मालिक। मालिक यस्तो नगर्नुहोस् मालिक, बिन्ती छ मालिक। हस् मालिक। अब मदनको मनमा साउको ऋण कसरी तिर्ने भन्ने कुराले खैरा बैला मचियो। अब म केही गर्छु भन्ने ठान्दै थियो। यतिकैमा मदनको साथी झिल्के मदनको घरमा आइपुग्यो। ओहो मदन, यहाँ यस्तो भएछ, मलाई थाहा नै भएन। केही साहुहरूले गरिब आफ्नो जस्तो मान्छे थाहा न? साँच्ची मैले एउटा कुरा लिएर आएको छु, यता सुन। लासामा एउटा साहुलाई काम गर्ने मान्छे चाहिएको छ रे। हामी त यहाँ बसेर जति काम गर्दा नि बिहान बेलुका छाट्न गाह्रो छ। तेरो घरको ऋण र समस्याको समाधान गर्न हामी भोट जानै पर्नेछ। तँलाई व्यापारमा रुचि छ र त्यही भोटको सँगसँग व्यापार गरौँला नि। यसरी मदनले साथीले देखाएको सपनाका कारण आफ्नो घरको समस्या समाधान गर्न आमाको पार्टी पवा बनाउने सपना र आफ्नै चन्द्रमा जस्तै मुनालाई लत्ता कपडा र गहनाले सजाउन भोट जाने निर्णय गर्यो। त्यहाँसम्म जानको लागि म पैसा हालिदिन्छु, पछि कमाएर तिर्लास् नि। मैले तेरो बच्चैदेखिको साथी त हो नि, कि कसो हो? यस्तो दिनदारको हेर्दै खाएर म त बस्दिनँ। हेर त के गर्ने हो आफै विचार गर। आमा सुन्नु त आमा, मैले त भोट जाने निर्णय गरेँ। यसरी भोट चलाउन साह्रै गाह्रो पर्यो। आफू त डाँडा माथिको घाम भए बुवाले अल्लाहले चाहिँ विदेशीले भन्छस्। खै म के भन्नु? जिम्दार यस्तो हेर्दै खाएर म बस्न सक्दिनँ आमा। मैले अब जाने निर्णय नै गरेँ। म साउको ऋण बोकेर बाँच्नै सक्दिनँ। त्यसैले म अब भोट जान्छु आमा। लौ अब जाने नै विचार गरेको भए राम्रो जानु। मलाई पनि पार्टी र धारा बनाउने ठुलो भोको छ। मरेपछि स्वर्गद्वार खुल्छ रे। त्यही भएर आमा मैले भोट नै जाने विचार गरेँ। यसरी मदन र आमाले भोट जाने कुरा गरेको सुनेर मुना भकालिन्छे। खाना लागेको घाँस पनि लिन सक्दिन। के गर्नु? गरिबी र भोको पेटले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ। मुना मदनको नजिकै आएर आफ्नो बेलामा पोख्छे। मदनको पाउ छुँदै रुन्छे। लौ मुना, तिमी किन रोएकी? के भयो? मलाई र बुढी आमालाई छोडेर भोट नजानु। हामी कसरी बाँच्ने? हातको मैला सोनाको थैला के गर्नु भाँडाले? सागर सिस्नो खाएको बेस आनन्द दिनु। तिमीले त मलाई साथ दिनुपर्छ मुना, साथ दिनुपर्छ। म मत भएर जनको केही काम जब आफ्नो श्रीमती र आफ्नो आमालाई सिकाउनु सक्दिनँ भने मेरो कर्तव्य मलाई पुरा गर्न देऊ मुना। कति निष्ठुर हुँदो रहेछ है मर्दहरू। अब मदन भोट जान लाग्यो। आमाले पण्डितलाई साइडका लागि बोलाइन्। मङ्गलं भगवान् विष्णुः मङ्गलं गरुडध्वजः मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनों हरिः। ए साइली छोराले टिका लगाइदियो त। हिँड्दा ठेस नलागोस्, नुहाउँदा कपाल नझरोस्, मैले चिताएको सबै चिरञ्जीवी भए बाबु। मुना रोएर बिहार थियो। यता मदनको साथी पनि मदनलाई लिन आयो र भोटतर्फ लागे। मुनाले मदनले कुल्चेको पाउको छापमा ढोक्दै बसिन्। यसरी मदन पैसा कमाउन भोट गयो
धेरै भण्ड ठक्कर खाँदै उता मुना हुँदै बेहाल भयो। अब मदन गएपछि मुनालाई भित्ते नजर लगाउने धेरै मान्छेहरू भए। त्यसैमा काजी व्यक्ति पनि मुनालाई भित्ते नजर लगाएरै छोड्यो। ऊ जसरी पनि मुनालाई पाउन चाहन्छ। ओहो कति सुन्दर मनै लोभियो। को यो? दर्शन काजी साहेब दर्शन। नैनीला निशुल्क लाग्छ यसलाई। ओहो के हो काजी साहेब? मैले आज यो गाउँमा साह्रै राम्री हेर्दामा चन्द्रमा जस्ती केटी देखेँ। लौ न मलाई मिलाउनु पर्यो। काजी साहेब त्यो मदनकी श्रीमती मुना हो। ऊ यस्तै केटी होइन। ला सुनकाउँ कि? साँच्चै सुनकाउँ कि? अँ म उसको घरमा नाम काट्न जाँदैछु। घरमा को हुनुहुन्छ? म मात्रै सुनाइदिनु हजुर, आउनुहोस् न। लाउनु म नकाटिदिन्छु। कति राम्रो हात घोडा तपाईँको बापै। तपाईँ अब मदनलाई छोडेर काजीसँगै बिहे गर्नुहोस्। यस्तो गरेर उमेरमा यसै बस्नु हुँदैन नि। त चुप लाग्नु नि। म जस्तै पतिव्रत नारीले त यस्तो कसरी भनेछ? म त अनुसार कति टाइममै होइन, बुझिस्? माफ हुन्छ नि माफ। एउटी पतिव्रता नारीको शराब सुन्दा नैनी पनि परिवर्तन भए। उसलाई अब यस्तो काममा लाग्नु परेको छैन। काजीले देख्ला र केही भन्नु पर्ला र काजीबाट टाढा टाढा भागेकी छ। तर काजी भने मुनाको सौन्दर्यतामा लट्ठिएको छ। उसलाई जसले जे भने पनि मान्ने पक्षमा छैन। उसलाई कसरी पनि मुनालाई प्राप्त गर्नु नै छ। अब तिब्बतमा मदन र लामा बीच राम्रो सम्बन्ध हुँदै गएको छ। मदनले राम्रो काम गरेर तिब्बतका लामाले पनि मदनलाई असाध्यै मन पराएका छन्। तासिदले उहिले दिएको बुद्धिले त मेरो दमहरू साँझ भयो। यो के गर्नु भएको होला है? मैले के गरेँ नि? यो त सब ईश्वरको खेल हो। जाइ भने भन् तुले गर्दा मैले नयाँ जीवन पायो। हेर मदन तँ मेरो लागि भगवान हो। तँ त बुझिस्? हेर त मेरी मुडी भन्दा मले जवान देखिन थाल्यो। अब त ला यो पैसा राख। यो के गर्नु भएको होला है हजुरले? मेरो खुसीले दिएको पैसा राख न मदन। तँ टाढाबाट पैसा कमाउन लागेको छ। तँलाई काम लाग्छ क्या? मदनलाई लामा दाइले ठुलो सम्मान गरेर खाना खुवाई त्यहाँबाट पठाउँछन्। मदनले हातमा पैसा समात्दै आफ्नी बुढी आमाको वचन सम्झियो। मर्नभन्दा अघि एउटा धारा र पार्टी बनाउने र साउले मलाई त्यसै बिन्ती केही चाहिँदैन, खन्ती दाम चाहिन्छ भन्ने कुरा र साथीले मुनालाई पनि सुनले छपक्क पारिँदै मदन भनेको कुरा सम्झन्छ र मदन खुसी हुन्छ। मदन रक्तमानको साहु आजै नेपाल फर्कँदैछ। बरु आजै भेटेर कुरा गरौँ अनि जाउँ। हो त्यसरी जित्ने जान्छ सब भनिहाल्छ। यता गाउँमा मुनाले सपनामा आफूलाई निसिले लपेटेको सपना देखि उसलाई अब किन हो कुन्नी साह्रै डर लागेको छ। आमा, म टुहुरीलाई दैवको बज्र त पर्ने होइन? दाहिने आँखा पनि फर्कलाएर रहेको छ। बिहानीको सपना लाग्दैन बा। बज्र परे पनि मलाई नै परोस्। म त डाँडामाथिको घाम ईश्वरमाथि भन्न सक्छ। म अब पानी भन्न जान्छु कलेरोमा। श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव। यता मदन झिर्किएर उसका साथीहरू नेपाल फर्कन्छन्। हिँड्दा हिँड्दै मदनलाई साह्रै गाह्रो भएर बान्ता गर्छ। के हो मदन? धेरै गाह्रो भयो। मदन ल मेरो हातमा दे हिँड त।
म पानी लिएर आउँछु यसको यस्तो हालतमा म यहाँ बस्नुहुन्न बरु मैले मदनलाई भोटाउँदा दिएको पैसा पनि माग्छु मदन मैले तँलाई भोटाउँदा दिएको मेरो पैसा दे बरु तेरो पनि पैसा दे म तेरो घरसम्म पुर्याउँछु तेरो त बाँच्ने नबाँच्ने कुनै ठेगाना भएन तैँले के भनेको के हो दे न तेरो त बाँच्ने नबाँच्ने कुनै ठेगाना भएन तेरो पैसा पनि तेरी आमा र तेरी मुनालाई पुर्याइदिन्छु ल तर म तँलाई मेरो घरको पैसा दिनु चल छोड छोड पानी 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 मदन जङ्गलमा एक्लै छ पानी पानी भन्दै छटपटाएको छ यो घाँटी सुक्यो यो छाती पोल्यो यो आँसु पुछन अझ छ सास अझ छ आस यो दर्द बुझन आशिष देलिन् ती बुढी आमा मलाई बचाओ मानिसको आँसु मानिसले पुज्नु सबैको धर्म हो हे मेरी आमा मलाई तिमी सम्झँदै हौ नि हे मेरी मुना मलाई तिमी सम्झँदै हौ नि ईश्वर ईश्वर त मात्र मेरो वनमा साथी छस् मानिसभित्र ढुङ्गाको दिल त देख्ने माथि छस् मानिसभित्र ढुङ्गाको दिल त देख्ने माथि छस् को होस् त बाटो बिराइस मेरा सबै साथीहरूलाई घरै घरै राख्छु कस्ता गर्नु मान्छे रहेछन् म बचाउँछु तिमीलाई यो पाउ छुन्छ घिनले छुँदैन मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन छोरा जा चौरीको दुधले लौ गाउँ ले छोरी खुवाइदे हस् लामै ओखती खाइदे हस् अब यता गाउँमा साउ मदनको घरतिर पैसा उठाउन लम्किँदैछ कोहीलाई पनि पछि पछि कुरा काट्दै हिँडेको छ हेर्नुस् त मैले बिट दिनु पर्ला भने धन्न गरे मैले त आइया बाख्रा धपाउँदै गर्दा पैदालाई पो लागेछ माफ पाऊ मालिक चुपचाप सही जो जो बिस्कुट यो फट अर्काको पैसा खायो के गर्न खोजेको पहिले फट होइन मालिक मदन आउने बेला भएको छ ऊ आएपछि सावा ब्याजको स्याज सबै दिन्छु बिस्तारै माफ पाऊ हजुर केही दिनको भाका पाऊ मेरो छोरीलाई मैले कति दिन पुग्नुपर्छ अब भन् सालको ऋण तिर्नु पर्ला भनेर कुनै प्रश्न के गर्छ अब ऊ यहाँ सकिन त्यही त हो नि त्यही त हो हो हजुर हो सरै आना ठिक हो जा यिनीहरूलाई यसरी छोड्नु हुँदैन सबै भाडा पुरा उठाउँछ हस् मालिक मालिक परेशको काम बिस्तारै पकाउने दादाको काम तपाईँलाई दिनु यो बिस्कुट हालेको दाम पनि उठाऊ है मालिक उठाऊ उठाऊ बिन्ती छ भोलि मदनको बुबाको श्राद्ध छ सिधाको लागि नखाइ राखेको मालिक पिण्ड खानेमा बिक्री गर्दैनन् क्या सबको ऋण दिनुपर्छ पानी मत पर्छन् ऋण सबै सामान बोकेर हस् मालिक अब मदन स्वस्थ भयो भुटेको छोरा उसको साथी बन्यो उसलाई घर जान पनि मन छ तर त्यो घरलाई पनि उसलाई छोड्न पटक्कै मन छैन बुहारी मेरो जाने बेला भयो जस्तो छ मलाई मदनको मुख हेरेर मर्न मन छ खै मदन आएन आमालाई सम्झेर नरुनु भएन है आइहाल्नुहुन्छ नि चिन्ता नलिनु न बुहारी जस्तो दुःख परे पनि तिमीले सद्धर्म नबिगाएर है यो घर सम्हाल है बुहारी आमा फेरि नलिनु गर्दै खानुहुन्छ कि घरमा केही बाँकी छ रुक्नु म आए नमस्ते हजुर नमस्ते घरमा केही अन्न छ कि पैसो आफूसँगै खालि 1 सुपारी छैन तर दिन्छु मदनले तँलाई कमाएर दिँदैन र अरूको घर गइमा माग्दै
हिँड्ने कि छैन हामीसँग पैसा। ओहो मुना, यति राम्री मान्छेले किन भाडी बोके कि? मसँग बिहे गर, पैसैले भरिदिन्छु। ल पैसा। छी, चाहिँदैन तेरो पैसा। साउजी, दाउरा लिनुहुन्छ कि? मलाई पैसाको खाँचो पर्यो। चाहिएको त छैन दाउरा, ल लिएर जा। के चाहियो भन्? एक मुठी चामल दिने हुन्छ? ल। यसरी मुनाले आफ्नै सासूलाई खाना पकाएर खुवाउँछे र आफूले आलो चाटेर सुत्छे। अब मदनलाई घरको धेरै सम्झना आएको छ। उसलाई कति बेला घर जाउँ जस्तो भएको छ। च्याङ्गदाई, मलाई घरको धेरै याद आउन थाल्यो। घरमा बुढी आमा र अल्लाह श्रीमती छन्, उसैको घरमा घर छाडेर आएको। आफू यसरी बिच बाटोमै हल्लायो। यो स्वर्ग जस्तो घर छाडेर जान मन त छैन, तर ऋणमा डुबेको घर पनि बचाउनु छ है मैले। घरमा पालेको जनावरको त कति माया लाग्छ। तुलाई म कसरी घर जाँदा भन्छु। तपाईँले मलाई कालको मुखबाट बसाएर पुरा जन्म दिनुभयो च्याङ्गदाई। यो ऋणमा कसरी थियो? बरु लिन आउनु, मैले बोटबाट कमाएर ल्याएको पैसा हल्छिँदै राख्नु। मौकाले पायो, गुण लायो, के गर्नु त्यो धनले, के गर्नु त्यो सुनले। सुन खान मिल्दैन। यी मेरा दुई बच्चाहरू मायाको भोका छ, पैसाको होइन। सानैमा आमा मरेर गई, मैले नि यिनीहरूलाई दुःख सुख हुर्काएँ। च्याङ्गदाई, तपाईँ कति महान हुनुहुन्छ है। यो पाउँछु घिनले छुँदैन, मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। नमस्ते काजी साहब। नमस्ते। तँलाई मदनको घर कहाँ छ थाहा छ? थाहा छ। उसो भए यो चिठी बोर्डबाट आएको भन्दे। हस्। यता मदनकी आमा मदनको पर्खाइमा छिन्। उनको सास अब मदनमा अड्किएको छ। सबै गाउँका मान्छेहरू मदनकी आमाको वरिपरि झुम्बिएका छन्। नारायण भन्नु दिदी, नारायण। मदनको घर यही हो? हो। किन? यो लास्टबाट आएको मान्छेले दिएको चिठी मदनको घरमा पुर्याइदिए भनेको थियो। मदनको परिवारलाई यो खबर गरिन्छ कि नेपालको खाल्डोबाट आएको मदन नाम गरेको मानिस लासा सहरको कोर्टमा मृत्यु भएको छ। ओ झिल्के, मदन खै त पैसा कमाउँदैछ भनेको होइन? ए झिल्के, छिटो भन् के भएको? हामी सबै आउँदै थियौँ, बाटोमा हैजा लागेर मदनको मृत्यु भयो। मदन भोट जाने बेलामा मुनाले साँचेर राखेको मदनको पाउको छापमा घस्रिँदै रुँदै जान्छे। बेहाल गरेर रुन्छे। म फर्केर आइहाल्छु नि मुना भनेको याद आउँदै मुनाको मृत्यु हुन्छ। मुना, मुना, के भयो मुना? उठाउनु मुना, के भयो? पानी ल्याउन त जाऊ, कोही पानी ल्याउन। जा भन्दै मेरी आमालाई, जा भन्दै मेरी मुनालाई। ल अब साइनीको साथ जान आँट्यो। यिनलाई कसैले तुलसीको मोठमा लैजाऊ। मदन, मेरो भाइ त ठिक छस्? आमा, आमा, म तपाईँको छोरो मदन, म आइपुगेँ आमा। म तपाईँलाई छाडेर जान्न आमा। बोल्नु न आमा, बोल्नु। मदन भन्नु न आमा। मैले तपाईँको दुधको भात चुकाउन सकिनँ आमा। मलाई माफ गरिदिनु आमा, माफ गरिदिनु। म तपाईँको पापी छु आमा। हेर्नु त,
धेरै धन कमाएर ल्याएको छु। अब यी सबैले म हजुरको पारी पाउ बनाइदिन्छु। मेरो पण्डित गरुडनाथ भन्दैछन् पदनलाई अझैसम्म पनि मुनाका बारेमा केही थाहा छैन, ऊ अन्योलमा बाँचिरहेको छ। खोइ त मुना, अहिलेसम्म आइपुगेन नि त। मावली गरी भनेको होइन। टाढाको बाटो बिमारी परेर गयो कि ए पण्डित के कुरा गरेको सारा आमाले गएकी मुनानी कहिले फर्केर आउँछ र? दिदी दिदी के हो दिदी? बोल्नु न दिदी। ईश्वर तैले रचेर फेरि कसरी बिगारी सृष्टिको कुरा रचेर त्यस्तो कसरी लटारी मदन अहिले पुरै पागल जस्तो भएको छ। घरि ऊ हाँस्छ, घरि ऊ रुन्छ, मुनाको लुगा हातमा लिँदै रुन्छ। मदन मुनालाई माथि आकाशमा खोजिरहेको हुन्छ। भाइ दिदी म हेर त उता मुनाले मलाई बोलाउँदैछ। मसँग गफ गर्दै बसिरहेको छु। हेर्नु त हो। बाबु तिमीले के हालत बनाएको यो? तिम्रो भ्रम हो। मुना यो संसारमा छैन। जन्मेपछि त मर्नु नै सृष्टिको नियम हो। तिमी पौरखी छोरा हो। साउको ऋणतिर अब जीवनमा अगाडि बढ। तिमीलाई ओखती मुल गरेपछि सन्चो हुन्छ। फुटेको मुटु पनि ओखतिर ठिक हुन्छ त दिदी? अब त तिमीसँग यति धेरै सम्पत्ति छ जे गरे नि हुन्छ। सम्पत्ति दिदी जाऊ त, त्यो सन्दुक खोला, यहाँ पैसाको पुल्का छ, लिएर आऊ त। हेर्नु दिदी, अब यो घर तिमीले सम्हाल है। साहुरी र आमाको पार्टीको घर तिमीले नै गर। दिदी यो हेर्नु त, यो पनि मुनाकै हो है। यो सबै अब म मुनालाई खुदाइदिन्छु। मुना मलाई लिन आएको छ। हेर्नु त मुना मलाई लिन नमस्कार, मेरो नाम प्रसाद राठी हो। मैले स्नातकमा झिल्केको भूमिका खेलेको छु।
छु। नमस्ते, मेरो नाम मीरा दुजे। यस नाटकमा मैले गाउँलेको रोल खेलेको छु र म कक्षा 7 मा पढ्छु। धन्यवाद। नमस्ते, मेरो नाम सञ्जय चौधरी। म कक्षा 7 मा पढ्छु। यस नाटकमा मैले काजीको रोल खेलेको छु। नमस्ते, मेरो नाम दीक्षिका बस्ने। म यस नाटकमा मैले गाउँलेको भूमिका खेलेको छु र म कक्षा 7 की छात्रा। नमस्ते, म एलिसा शाह। म यस नाटकमा चन्द्रको छोरी र गाउँले बनेको छु र म कक्षा 7 की छात्रा हुँ। धन्यवाद। नमस्ते, म कृषि सापकोटा। यस नाटकमा म छुच्ची छिमेकी बाटुलीको नाटक खेलेको छु र म कक्षा 6 मा पढ्ने विद्यार्थी हुँ। नमस्ते, मेरो नाम कन्या लामा। म यस नाटकमा नैनीको भूमिका खेलेको छु र म कक्षा 9 को विद्यार्थी हुँ। नमस्कार, मेरो नाम जिग्ने गुरुङ हो र यस नाटकमा म मामा दाइ बनेको छु। म कक्षा 9 को छात्र हुँ। नमस्ते, म हिमाल हो। म यस नाटकमा 6 को भूमिका खेलेको छु र म कक्षा 9 मा पढ्छु। सबैलाई मेरो हार्दिक नमन तथा न्यानो अभिवादन। म जेनिस नेउपाने मते मदनको भूमिका खेलेको छु यो नाटकमा। म कक्षा 9 मा पढ्छु। हजुरलाई यो मुना मदन कस्तो लाग्यो? हाम्रो साना साना भाइ बहिनीहरूले अभिनय गर्नुभएको मुना मदन, यसलाई सम्वाद लेख्ने काम मैले गरेँ, अभिनय पनि सिकाएँ, सबै गरेँ। अब केही गल्ती भएको छ, साना साना भाइ बहिनीहरूले गर्नुभएको गल्ती भएको छ भने मलाई माफ गरिदिनु होला। यसको न्यारेसन पनि मैले नै दिएको छु।